लाखौं छोराहरू देशभरि छन्, नडराउ। देशभरिका आमाहरू, यो देशको सपना पूरा गर्नको निमित्त तिम्रो छोरोले तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। डर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतेको कुराकानी गरेँ होला, केही बुटकुटियाहरू पैसाहरू आयो होला। आक्रोशित जनताले घर घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर जिस्काउने चलाउने आँट नगर। खबरदार, जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होसियार। शहीदको रगत अझै सुकेको छैन, शहीदकी आमाको आँसु अझै ओभानो भएको छैन। खबरदार, धेरै आँखा नचम्काउनु होला।